त बनाऊ है। हेलो गाइज, हामी चाहिँ आज यो वेडिङको दोकानमा जाँदैछौँ। त यो चाहिँ बाणसवाडीभन्दा थोडा आगे छ। नन स्टप यात्रामा छौँ हामी। कन्टिन्यू हेर्दैछौँ हामी चाहिँ नन स्टप हेर्दैछौँ। फ्रिजको एप्पल सिद्धिएन र? आज सिद्धिसक्यो। फ्रुट ल्याइदिने हो र? बेङ्गलुरुमा जाम चाहिँ नहुने त कहीँ चान्सेसै छैन है। जता हेऱ्यो जामै जाम। हामी चाहिँ नन स्टप यात्रामा छौँ। निकै लम्बा छ यहाँदेखि अगाडि। कति छ? लैजाउँ न त। कस्तो ग्रिन मटर कहाँनिर देख्यो? बोक्रासँग? ल ल अहिले आउँदाखेरि। अनि मन नपर्नेको त कुरै छैन नि। मटर खानुपर्छ नि। मेरो जिङको कमी भएर यहाँ नङै खराब हुन लागिसकेको देखेनौ? त्यो खोज्नुपर्छ अब। केबाट पाउँछ अहिले? गुगल बाबाको सहारा लिएर हेर्नुपर्ने हुन्छ। जिन कहाँदेखि पाउन सक्छ भनेर एकचोटि सर्च गर्नु पऱ्यो नि त झन्। 17 सेकेन्ड 16 सेकेन्ड। ल नन स्टप दियो है। थुप्रो ट्राफिकहरू पार गर्दै अगाडि बढ्दैछौँ हामी चाहिँ। गिफ्ट सप त यहाँ छ त। ए बुढे, गिफ्ट सप त यता छ त। होइन यहीँदेखि लग्ने हो र? लग्ने हो? अहिले हामी अर्को साइडमा हुन्छौँ भने कल जो भी नहीं है। ठुला बडा हामी के ठुला बडा छौँ र? हामी त ठुला बडा नै छौँ। हामी भोइ मान्छे छौँ। मिठापन बनाउँदा बनारस वाला। लालाजीको मतलब चाहिँ एकदम पोस धनी मुनि हुने खानेलाई चाहिँ भन्दो रहेछ खासमा इन्डियामै। त मारेको कि पता नै था पहिले। तो जब हामी घर गएको धान छाप्दै थियो तब फेरि हाम्रो भैराकी बाजेले इन्डिया बसेर इन्डियाको एक्सपिरियन्स रहेछ नि त पहिलेको उहाँको चाहिँ काला पहाडतिर उता हिमाचलतिर। र फेरि उहाँले भन्नुभयो कि लालाजी भनेको त एकदम धनी मुनि मान्छे हो भनेर भन्नुभयो। त तबै थाहा लाग्यो कि लालाजी भनेको हो त धनी मुनि सेठजी रहेछ भनेर। फाइनली हामी नन स्टप यात्रामा छौँ। अब कन्टिन्यू हिँडे पछि अगाडि जाको त्यो बेडिङको दोकान पाउँछ। अल इन वान जस्तो टाइपको तपाईँलाई जस्तो खालको डिजाइन चाहिन्छ होइन, त्यो चाहिँ यहाँ चाहिँ लिन सक्नुहुन्छ, खरिद गर्न सक्नुहुन्छ। र अब चाहिँ हामी
हाम्रो डेस्टिनी भनेको चाहिँ त्यही बेडिङ लिनु हो। त अहिले दिनमा चाहिँ खासै ट्राफिक नरहेछ, त्यसले गर्दाखेरि चाहिँ हामीले नन स्टप हिँड्न पाइराखेको छ। जब फेरि शाम ढल्किँदै जान्छ, दिन छिप्पिँदै जान्छ, फेरि यहाँ बेङ्गलुरुमा ट्राफिक सुरु हुनु थाल्दछ। जहाँ गयो वहीँ ट्राफिक छ यो ठाउँमा। अब केही अगाडि गएपछि चाहिँ बेडिङको दुकान भेटिहाल्छ। उधर जाको हामीले बेडिङ खरिद गर्नेछौँ। यहाँ चाहिँ चोक चोकमा मन्दिरहरू हुने गर्दछ है। साउथ इन्डियन मुभीमा बहुत यो टाइपको मन्दिरहरू देख्यो, तर यहाँ खुदी आगे आफ्नै आँखाले चाहिँ देख्न पाइराखेको छ। रेलीमै तिम्रै तस्बिर थासेर हेर्छु म कतै। रेलीमै आँखाको सिसा लगाऊ न अगाडिको। सिसावाला हेलमेट लिएर क्या फाइदा, फेरि आँखामा धुलो पछि गयो भने क्या फाइदा भन्नु त? के म हेर्ने भन्दैछन्? आज बिहानदेखि म हेर्नेको धोको थियो हाम्रो बेबीको। अभी तक पुरा भएकै छैन। उता पर फ्लाइओभरमा गएर पनि बस्यौँ, त्यहाँनिर म आउँदै आएन। यता तिमीलाई छोड्न आउँदाखेरि एसएनभिटी स्टेसनको अगाडिपट्टि पनि देखेन। त अहिले आउँदाखेरि पनि नरहेछ। फेरि अगर हुन्थ्यो त फेरि देखिजान्थ्यो। बेडिङ के दुकान में हामी पहुँची गया। अभी इधर आको लेने को छौँ बस। बेडिङ का दुकान में पहुँची गए हामी लोग। यहाँ को चाहिँ सबसे बाणस्वाडी इलाकाको चाहिँ सबसे ठुलो चाहिँ यो बेडिङ दुकान रहेछ। हामी चाहिँ फाइनली यहाँ आइपुगिसकेको छौँ है। फाइनली बेडिङ का दुकान में हामी पहुँची गए। यहाँदेखि बेडिङ लगेर जाने हो। वाह वाह पुरै बेडिङको दुकान छ। यहाँदेखि लेके जाने छौँ। बेडिङ का ले जाना है। ये क्या है? ये है कैमरा, क्या कर रहा है? वीडियो बनाना है। क्यों? यूट्यूब वीडियो। तो वीडियो भी बनाना बंद करो। बंद करो